पुरुषोत्तम महिनाको पवित्र पावन कथालाई श्रवण गरेर आफ्नो जीवनलाई सफल बनाउनुहोस्। जय जय श्री राधे। तेस्रो अध्यायमा भगवान विष्णुले मलमासलाई लिएर गोलोकधाममा जानुभयो र चौथो अध्यायमा कृष्णले भगवानले मलमासलाई अपनाएर नाम र वरदान दिनुभएको प्रसङ्ग आउँदछ। कृष्ण भगवानले मलमासलाई अपनाउँदै भन्दै हुनुहुन्छ कि अहमेवास्य स्वामी च भविष्यामि न संशय मन्नामा चाय मधुना पुरुषोत्तम संज्ञक। म नै अब यसका स्वामी हुनेछु, यसमा कुनै संशय छैन। आजदेखिबाट मेरो नामले यो मास पुरुषोत्तम महिनाको नामले प्रसिद्ध हुनेछ र त्यहाँदेखिबाट पुरुषोत्तम महिना सबै महिनामा श्रेष्ठ हुँदै भयो। मत्तुल्योऽयं सदा मासो भविता मत प्रसादतः सर्वेषामुत्तमो भूत्वा पूज्यमान्यो भविष्यति। अर्थात् मेरो कृपाले यो मास सधैँ म जस्तै हुनेछ, यो सबै महिनामा उत्तम भएर पूजनीय र मान्य हुनेछ। र यस महिनाको महात्म्य यस्तो प्रकारको छ। यस्मिन् जपस्तपो दानं होमः स्वाध्याय एव च सर्वं भवति मे तुल्यं कोटिगुणफलप्रदम्। यस महिनामा गरिएको जप तप दान होम र स्वाध्याय सबै मेरो तुल्य हुनेछ र करोडौँ गुणा फल दिनेछ। द्वादशोऽपि मासेषु यः कश्चित् पुण्य सञ्चयः एकस्मिन् पुरुषोत्तमे मासे तद्भवति निश्चितम्। 12वटा महिनामा जति पुण्य सञ्चय हुन्छ त्यो पुण्य एक्लै पुरुषोत्तम मासमा हुन्छ भन्ने निश्चित छ। र भक्तलाई के फल प्राप्ति हुन्छ त भन्दाखेरि ए जना भक्ति संयुक्ता पुरुषोत्तम मासके व्रतं कुर्वन्ति धर्माज्ञास्तेषां वासो ममान्तिके। जो धर्म जान्ने मानिसहरू भक्तिपूर्वक पुरुषोत्तम मासमा व्रत गर्दछन् तिनीहरूको वास मेरो नजिक अर्थात् गोलोकधाममा हुनेछ। र त्यस्तै प्रकारले भगवान कृष्ण भगवान भन्दै हुनुहुन्छ कि अस्मिन् मासे नरः स्नात्वा पूजयति यस्तु मां मुदा सर्वपाप विनिर्मुक्तो मम लोके महीयते। यस महिनामा जुन मानिस स्नान गरेर प्रसन्नतापूर्वक मेरो पूजा गर्दछ त्यो सबै पापबाट मुक्त भएर मेरो लोकमा आदर पाउनेछ। यस्तै प्रकारले चौथो अध्यायको पुरुषोत्तम महात्म्यको सार स्वरूप यस्तो प्रकारको के छ त भन्दाखेरि मलमासको लाञ्छनालाई हटाएर कृष्ण भगवानले त्यसलाई आफ्नो पुरुषोत्तम नाम प्रदान गर्नुभयो। यो महिना अब सबै महिनाको राजा भयो र यसमा गरेको सानो कर्मले पनि अनन्त पुण्य फल मिल्ने गर्दछ। यस महिनामा भगवानको नाम जप भागवत श्रवण दीपदान अन्नदानको विशेष फलदायी हुनेछ। जय श्री राधे।